रोजलाई फलो गर्नुपर्छ। पहिला नाक भाच्यो सब पुरुष जातिको बिचमा मैले महिला पनि क्या चलले जिते नि जिताउँछ र मतलब छैन झन् बचाउने। हेलो गाइज, वेलकम ब्याक टु माई युट्युब च्यानल। इट्स मी पेम्बा। आफ्टर लङ टाइम म चाहिँ भ्लग बनाउनु गइरहेको छु। बिरामी भयो अनि यताउता कामहरूको बिजीले गर्दाखेरि चाहिँ मैले भ्लगहरू बनाउनु पाएको थिएन। अनि आज चाहिँ तपाईँहरूलाई पेम्बाको नयाँ भ्लगमा तपाईँहरूलाई स्वागत भन्न चाहन्छु। गाइज, मैले चाहिँ पठाउ बुक गरेर म पठाउमा चढेर हिँडिरहेको छु सरर लाएर। आमा आँखा त कस्तो भएको। आज पानी परेको थियो गाइज अघि नै दिउँसो, त्यही भएर मौसम यस्तो छ। क्लिन चाहिँ भएन, अझै पनि बेसरी पानी पऱ्यो भने चाहिँ क्लिन हुनसक्छ मेबी। ट्याक्क लाएर यस्तरी जाँदैछु। ओ माई गॉड, जाम पर्यो गाइज, जाम जाम। यहाँनिरको यो खोला चाहिँ एकदमै गनाउँछ है। अनि यो चाहिँ अब बालेनको सहर पर्दैन नि त, यो चाहिँ भक्तपुर हो। यो भएको कारणले यो खोला त लास्टै पास आउँछ भनौँ न। नयाँसम्म आयो हाम्रो सरले। सो गाइज, हामी चाहिँ हाइवेमा आएर हाइवेबाट गइसक्यो। अनि यो हावा चाहिँ मेरो दुश्मन हो, अनि यसले चाहिँ मेरो पछ्यौरालाई उडाउने कोसिसमा तर मैले बेस गरी मानिसकेको छु। त्यही भएर पेम्बा चाहिँ डराउँदा यस्तो सानो तिनो झिना मसिनो कुराहरू देखेँ। मैले चाहिँ चस्मा लगाएँ गाइज, किनभने यहाँको एकदमै दूषित प्रदूषणले मेरो आँखामा घोच्यो क्या। अनि त्यही भएर यहाँनिर हावाले एकदमै आँखा पोल्छ नि त। अहिलेको यहाँको वायु प्रदूषण भएको छ, त्यसलाई के भन्छ, वेदर राम्रो छैन भनौँ न। अनि त्यो भएको कारण चाहिँ चस्मा लगाएर मास्क लगाएर हिँड्नु पर्ने। मास्क चाहिँ मैले घरमै छुट्यायो, अनि फेरि किन्नु नि भ्याएन हतारमा। यस्तै भयो गाइज। तर तपाईँहरू पनि सेफ हुनुला। अहिलेको यहाँ वेदरहरू चाहिँ यस्तो छ कि हेर्नु न, बादल कहाँ आउँछ थाहा छैन। भूकम्प आउँदाखेरि यस्तै हुन्थ्यो भन्थ्यो पहिला पहिला। यार डरै लाग्छ हो भूकम्प आइदिनु रे के हो। स्याट त्यस्तो चाहिँ नहोस् है गाइज, फेरि गाह्रो पर्छ, गाह्रो गाह्रो गाह्रो। ला एम्बुलेन्स फसेछ नि यहाँनिर। कस्तो बाटोहरू खोलिहाल्नुपर्छ नि, यस्तो भयो भने त मान्छे मर्दैन। त्यही खोल्दैन यार, कस्तो हो अगाडिको ट्राफिक लाइटहरू। यत्रो साइरन बज्दाखेरि छैन यार। मान्छेहरू नेपालको कानुन दैवले जानुन्। यत्रो बजाइराख, अगाडि जामै खोल्या छैन, भित्र बिरामीहरू हुनुहुन्छ यार। ए यो ट्राफिक सर चाहिँ के भन्नु, गएर कुट्नु न सर। हो त्यसरी हामी त ठ्याक्कै हामी आउँदाखेरि रोक्यो गाइज, केही छैन। रोजलाई फलो गर्नुपर्छ हामी सबैजना मिलेर। सो गाइज, जाम खुलिसक्यो। अनि त्यहाँबाट चाहिँ फेरि सरर अगाडि बढिसकेका छौँ। र हाम्रो पठाउ आइनो न आयो। आज चाहिँ आन्दोलन थियो नि त गाइज, त्यही भएको कारणले चाहिँ रोडहरू अलिक खुल्ला लङ टाइम दिस वे। म चाहिँ बिरामी र त्यो सन्चो नभएको कारणले यता हिँडेको थिएन नि त गाइज। यहाँको वेदर त लास्ट चाहिँ नराम्रो भयो त फेरि बिरामी भयो भने गाह्रो पर्छ हौ। हाम्रो फोटो खिच्दै, हामी उसको फोटो खिच्दै यस्तो गरेर यस्तो गर्नुपर्छ। कसम गाइज, हामी चाहिँ जाम र अलिअलि फुलहरू दामी छ है गाइज। आन्दोलन हुने ठुलो ठाउँ हो गाइज। यो चाहिँ आन्दोलन चाहिँ सकिसकेको रहेछ। आज नै आन्दोलन चाहिँ थियो है। कत्रो जाम हौ। फेरि भ्लग बनाउनु कहाँ सजिलो छ त, गाह्रो। मल्टिज रहेछ गाइज यहाँ चाहिँ। मल्टिज के भन्छ, मल्टिज भन्ने आउन मलाई। ठुलो जाम, पेम्बा भन्दा नि ठुलो जाम। यो चोकमा चाहिँ आइपुगिसकेको छ तपाईँहरूको पेम्बा। त्यस्तो छ। हो हाम्रो सरले फेरि हो त्यहाँ हो गाइस, अहिले गेम हेर्ने ठाउँ यता हो।
यो गेटबाट चाहिँ निस्किने हो अनि हामी छिर्नको लागि चाहिँ उता तलको गेट युज गर्नुपर्ने हुन्छ अनि त्यहाँनिर अब जानु लाग्यो काम पर्यो गेम स्टार्ट भइसक्यो अरे सो गाइस कपाल त सबै फ्यास्राक भएछ भए पनि म एक्लै जाँदैछु अब त्यहाँनिर गेम हेर्न यहाँको भित्र चाहिँ यस्तो छ गाइस ट्याक लाएर ट्याक गर्दै पेम्बा चाहिँ जाँदैछु यताबाट भित्रबाट हिँड्नु पऱ्यो यार उता साइड गाडीहरू हिँड्दा रहेछ क्या खालि धेरै कति पुग्ने वहाँ पुग्नुपर्छ के हो आज त रमाइलो रहेछ अरे टिम हो क्या आज म हेर्न चाहिँ आएको कुन गेम हो लाइक कसको हो आज मलाई त्यो कुरा पनि थाहा छैन गाइस रमाइलो रहेछ गाइस यहाँनिर ओ भाइको कपाल त मर्छ त आमा बजाए भाइ झन् बजाएर यहाँनिर चाहिँ लाइन बसिरहेको छु बोल्दै नजाने जस्तो भयो चाहिँ लाज लाग्यो सब पुरुष जातिको बिचमा म एक्लै मैला परेँ क्या गेम स्टार्ट भइसकेको रहेछ गाइस दाइ कहाँ गएको आज कहाँ गएको थाहा छैन ए दाइलाई पनि थाहा छैन अरे गाइस पोखरा र धनगढी गाइस रमाइलो अलिअलि तर धेरै चाहिँ छैन है केटी मान्छे त एउटै नदेख्दिएर आयो कि नि त यहाँ एकजना सिस्टर हुनुहुँदो रहेछ हेलो गाइस अघिसम्म अहिले चाहिँ काइता मान्छेहरू छ धेरै नै कुन पोखरा हो निलो पोखरा अर्को धनगढी गाई दाइ तपाईँ कहाँको टिम तपाईँ कुन टिम धनगढी त्यही भएर आमामा जोड्दा पोखराको धनगढीले ब्लू चाहिँ पोखरा है गाइस म आजको लागि चाहिँ पोखराको टिम अस्ति त हारेको थियो पोखराले बाबु धनगढीको क्राउड धेरै छ हतारा त छिराउनलाई के भयो पोखरा जहिले चलाउँछ सपोर्ट त गरेकै हो नि गाइस गोल पनि हुँदैन के ल्यायो भने जस्तो खेलेको पनि छैन राम्रै छ तर राम्रो त जहिले आउट लड्या साखा राजु आज खेलाडीहरूले लडा गर्छ किन साखा खेलाडीहरूको लागि 2 शब्द जाओस् न मलाई एकदम गेम हेरेर अलिक गेम राम्रो बनाउनु पर्यो होइन त एकदम अनि हाम्रो भेना चाहिँ तन्केर बिहान हेरेको पुन्टु फुटबल हेर्नु न अगाडि नहेर्ने राम्रो लागेन
नानीलाई नि राम्रो लाग्यो गेम हेर्ने ठाउँमा चाहिँ सबैलाई भन्दा गाह्रो यत्रो मान्छेको माझमा सबैभन्दा गाह्रो चाहिँ हाम्रो अगाडिको दुईजना दाइला परिरहेको कसले जित्यो नि जितोस् अब मतलब छैन अल्छी लागिसक्यो अब मलाई यहाँ यो गेम हेर्दा राम्रो नै छैन आज गेम तर ठिकै छ तर मजा आएन कि मजा हेरेर एउटा सन्तुष्टिजनक हुन्छ नि त्यो सन्तुष्टि नै भएन क्या कसरी भन्ने हात भयो केही पनि भएन तर पहिला नाक भाँच्यो हल्का यस्तो छ मान्छे विनाश भइसक्यो रेफ्रीलाई थाहा छैन के रेफ्री दाइ त्यहाँ हेर्नु न मान्छे ढले क्या दाइ ढोलबाजा चाहिँ कसको पक्षमा भन्दाखेरि पोखराको पक्षमा रहेछ गाई सबजना तातिँदै गरेको अवस्था यो दाइ सबैलाई भन्दा गाह्रो चाहिँ यो दाइलाई परिरहेको छ कसै पनि केही भएन बराबर भयो हामी फर्किँदै यहाँ भेट छ यहाँनिर चाहिँ फेरि म ड्राइभ गरेर फेरि फर्किँदैछु घरमा यो चाहिँ रातिको माहौल सेतो टावर आफ्नो लहरलाई यस्तो छ गाइस रातिको दृश्य आइपुग्यो गाइस पानेश्वरको फेरि मुहार नै अलग छ यहाँ बेकरीमा आएको छु हाम्रो अर्डर लिनुलाई यहाँनिर Happy birthday to